नमस्कार, म डाक्टर धर्मागत भट्टराई, रिउमाटोलोजिस्ट, इम्युनोलोजिस्ट एन्ड एलर्जिस्ट। म हरेक महिनाको हरेक हप्ताको आइतबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा बालबालिका, किशोर किशोरी तथा वयस्कहरूको एलर्जी, इम्युनोलोजिकल समस्याहरू, प्रतिरक्षाका समस्याहरू र वातजन्य समस्याको लागि उपस्थित हुनेछु। यदि तपाईहरूलाई कुनै पनि दीर्घकालीन रोग, जटिल रोगहरू जसको कारण पत्ता लागेको छैन, इम्युनोजेनेटिक रोगहरू, इम्युन सम्बन्धी गडबडीले हुने रोगहरू, एएनए, एएनसीए, रिउमेटोइड फ्याक्टर जस्ता चिजहरू पोजिटिभ आएका कुनै पनि प्रकारका बिमारीहरू, त्यस्तै छालामा रहिरहने दीर्घ प्रकारका समस्याहरू, त्यस्तै बारम्बार ज्वरो आइरहने बालबालिका, किशोर किशोरीका समस्या, त्यस्तै हाम्रो जोर्नीका समस्याहरू, रक्तकोषहरू कम हुने, बढी हुने समस्याहरू, त्यस्तै आन्तरिक अङ्गहरू तथा बाह्य अङ्गमा पनि कपाल झर्ने, मुखमा घाउ आउने जस्ता विभिन्न समस्याहरू, दुई वा दुईभन्दा बढी अङ्ग या प्रणालीका समस्याहरू बल्झिरहने तर कारण पत्ता नलाग्ने छन् भने हजुरहरू परामर्श निम्ति आउन सक्नुहुनेछ। त्यस्तै लुपस, डर्माटोमायोसाइटिस, रिउमेटोइड आर्थराइटिस, जुवेनाइल इडियोप्याथिक आर्थराइटिस जस्ता रोगहरूबाट तपाईहरू पीडित हुनुहुन्छ या तपाईका बालबालिकाहरू पीडित हुनुहुन्छ भने र जेनेटिक कारणले गर्दा हुने हेरिडिटरी एन्जियोइडेमा जस्ता रोगहरूबाट पीडित हुनुहुन्छ भने हजुरहरू प्रत्येक हप्ताको आइतबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरको ओपिडीमा उपस्थित हुन सक्नुहुनेछ। नमस्ते।